नमस्ते। आज हामी कुरा गर्दैछौँ नेपालको मध्य प्रदेशको, जहाँ स्वास्थ्य सेवाको अग्रपंक्तिमा एउटा शान्त क्रान्ति सुरु भएको छ। यो कथा हो ती फार्मासिस्टहरूको जो आफ्नो पेशाको अस्तित्व र आम मानिसको स्वास्थ्य रक्षाका लागि एकजुट हुँदैछन्। तर उनीहरूको यो लडाईँ यति महत्त्वपूर्ण किन भयो त? ल, आउनुहोस् यसलाई अलिक गहिरिएर हेरौँ। अब एउटा प्रश्न सोच्नुहोस् त, आफ्नो पेशा जोगाउन आखिर के गर्नुपर्छ? यो प्रश्न नै आजको हाम्रो छलफलको मुटु हो। जब कुनै पेशा नै सङ्कटमा पर्छ, त्यसलाई बचाउन के चाहिन्छ होला? मध्य प्रदेशका फार्मासिस्टहरूले चाहिँ आफ्नो अभियान मार्फत यही प्रश्नको जवाब दिइरहेका छन्, र त्यो जवाफ हो एकता, सङ्घर्ष र एउटा स्पष्ट लक्ष्य। ला, हामी यो पुरै अभियानलाई 6 भागमा बाँडेर हेर्नेछौँ। सुरुमा उनीहरूको घोषणापत्र के हो अनि पेशामाथि कस्तो खतरा आइलाग्यो। त्यसपछि उनीहरूको एकताको मिशन, काम गर्ने तरिका, अहिलेसम्म के भयो, र अन्त्यमा उनीहरूको एकदमै जरुरी आह्वान। यो अभियानको सुरुवात गरेको हो नेपाल फार्मेसी सङ्घ अर्थात् फानले। यसको खास उद्देश्य के हो भन्दा मध्य प्रदेशका जति पनि दर्ता भएका फार्मासिस्ट र सहायक फार्मासिस्टहरू छन्, उनीहरू सबैलाई एउटै झण्डामुनि ल्याउने। यो कुनै एउटा सङ्गठनको मात्र प्रयास होइन है, यो त पुरै पेशाको भविष्यको लागि गरिएको एउटा सामूहिक आह्वान हो। अब प्रश्न उठ्छ, यस्तो एकताको खाँचो नै किन पर्यो त? किन यो यति धेरै महत्त्वपूर्ण छ? किनभने यो पेशाले एउटा निकै गम्भीर खतराको सामना गरिरहेको छ। भनौँ न, गैर पेशेवरहरूको बढ्दो प्रभावले त यो क्षेत्रको जगै हल्लाइदिएको छ। हो, समस्याको जड ठिक यही हो। जब औषधि जस्तो संवेदनशील कुरा गलत हातमा पर्छ नि, त्यसले फार्मासिस्टको पहिचान मात्रै धमिल्याउने होइन, आम मानिसको स्वास्थ्यसँगै ठूलो खेलवाड गर्छ। त्यसैले यो लडाईँ पेशाको मात्रै होइन, यो त जनस्वास्थ्यको रक्षाको लागि पनि हो। र यी चुनौतीहरू हेर्दा सामान्य लाग्दैनन्, एकदमै गम्भीर छन्। जस्तै दर्ता नभएका फार्मेसीहरूबाट गुणस्तरहीन औषधि बिक्री हुने, औषधिको जथाभावी दुरुपयोग हुने, र सबभन्दा खतरनाक AMR अर्थात् एन्टी माइक्रोबियल रेजिस्टेन्सको खतरा बढ्नु। यो AMR भनेको के हो भने सामान्य संक्रमण हुँदा पनि औषधिले काम नगर्ने अवस्था आउनु हो। र यी सबै समस्याको पछाडि के छ त? कमजोर नियमन र कानुन कार्यान्वयनको अभाव। यो एउटा भनाइले उनीहरूको लडाईँको गम्भीरता र अत्यावश्यकतालाई छर्लङ्ग पार्छ। उनीहरू भन्छन्, यदि हामी अहिले नउठ्यौँ भने हाम्रो पहिचान मेटिनेछ र गैर पेशेवरहरू अझ शक्तिशाली बन्दै जानेछन्। मतलब यो उनीहरूको लागि अस्तित्वको लडाईँ हो। उनीहरूलाई राम्रोसँग थाहा छ कि अहिले चुप लागेर बस्नु भनेको आफ्नो पेशागत पहिचानलाई सधैँका लागि गुमाउनु हो। त्यसो भए यो लडाईँको नेतृत्व कसले गरिरहेको छ त? हो, यस कथाको नायक हो नेपाल फार्मेसी सङ्घ अर्थात् PAN। यही संस्था हो जसले एकताको झण्डा उठाएर पेशागत अधिकारको रक्षाका लागि अगाडि सरेको छ। फानको उद्देश्यको सबैभन्दा राम्रो पक्ष के हो भने यसको दोहोरो दृष्टिकोण छ। एकातिर आफ्ना सदस्यहरूको पेशागत अधिकारको रक्षा गर्ने, र अर्कोतिर बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर जनस्वास्थ्यप्रतिको आफ्नो जिम्मेवारी पनि पूरा गर्ने। फानको भिजन साँच्चै नै फराकिलो छ। उनीहरूले केवल आफ्नो पेशागत अधिकारको मात्र कुरा गरिरहेका छैनन्, उनीहरूले बिरामीको सुरक्षा, औषधिको सही प्रयोग र AMR जस्ता ठूला समस्याहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि गरिरहेका छन्। यो त समग्र स्वास्थ्य प्रणालीमा फार्मेसी पेशालाई एउटा सम्मानित र नमै नहुने अङ्ग बनाउने एउटा ठूलो योजना हो। ल, लक्ष्य त एकदमै स्पष्ट भयो, तर त्यो लक्ष्यसम्म पुग्ने बाटो चाहिँ के हो त? अब हामी उनीहरूको कार्यनीतिबारे कुरा गरौँ, जसले उनीहरूको एकताको सङ्कल्पलाई साँच्चीकैको परिवर्तनमा बदल्नेछ। उनीहरूको रणनीति एकदमै क्लियर र प्र्याक्टिकल छ। पहिलो स्टेप एकता, त्यसपछि जिल्ला जिल्लामा सङ्गठन विस्तार गर्ने, अनि त्यो सङ्गठन मार्फत एउटा साझा र बलियो आवाज उठाउने, र अन्तमा त्यही सामूहिक आवाजको बलमा नियामक निकायहरूलाई कानुन कार्यान्वयन गर्न बाध्य पार्ने। यो त एकदमै सोचेर स्टेप बाई स्टेप बनाइएको योजना देखिन्छ। र यो एकताको सबैभन्दा बलियो पक्ष भनेको यसको समावेशिता हो। डिप्लोमा गरेका सहायक फार्मासिस्टदेखि लिएर PhD गरेका फार्मासिस्टसम्म नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका सबैलाई फ्यानले एउटै छातामुनि समेटेको छ। यसले के गर्छ भन्दा उनीहरूको आन्दोलनलाई अझै बलियो र सबैको प्रतिनिधित्वमूलक बनाउँछ। तर यो अभियान केवल कागज र घोषणाहरूमा मात्रै सीमित छैन है। उनीहरूले त फिल्डमै काम गरिरहेका छन् र त्यसको रिजल्ट पनि देखिन थालिसकेको छ। ल हेरौँ, उनीहरूले अहिलेसम्म के गरे त?
यो टाइमलाइनले उनीहरूको कामको स्पिड कस्तो छ भनेर प्रश्न देखाउँछ। हेर्नुस् त, केही हप्तामै धनुषा र महोत्तरीमा समिति गठन भइसकेको छ। अहिले सर्लाहीमा तयारी हुँदैछ र आउने 2 महिनाभित्रै सिराहा, सप्तरी, बारा, पर्सा र रौताहाटमा पनि समितिहरू बन्नेछन्। यसले आन्दोलनमा एउटा छुट्टै जोस र गति पैदा गरेको छ र यो आन्दोलनलाई सफल बनाउन उनीहरूले नयाँ प्रविधिको पनि मजाले प्रयोग गरिरहेका छन्। जिल्ला जिल्लामा व्हाट्सएप ग्रुपहरू बनाएर सूचना आदान प्रदान र समन्वयलाई एकदमै सजिलो बनाइएको छ। उनीहरूको फेसबुक पेजमा QR कोड राखेर जो कोही पनि सजिलै आफ्नो जिल्लाको ग्रुपमा जोडिन सक्छन्। यो उनीहरूको कति प्र्याक्टिकल र समयअनुसार चल्ने सोच छ भन्ने प्रमाण हो। अब हामी यो विश्लेषणको लगभग अन्त्यमा आइपुगेका छौं। घोषणापत्रको अन्तिम सन्देश जसले सबैलाई एकपटक फेरि झकझक्याउँछ र केही गर्न प्रेरित गर्छ। उनीहरूको अन्तिम र सबैभन्दा शक्तिशाली नारा, फार्मेसी एकता जिन्दाबाद। यो केवल एउटा नारा मात्रै होइन, यो त उनीहरूको सङ्कल्प हो, उनीहरूको आशा हो र उनीहरूको भविष्यको बाटो पनि हो। यो आवाजले सम्पूर्ण पेशालाई एक हुन बोलाइरहेको छ। र जाँदा जाँदै यो प्रश्नमा अलिकति सोचौँ त, जब एउटा पेशा आफ्नो अधिकार र जिम्मेवारीका लागि एकजुट हुन्छ, त्यसको असर त्यो पेशामा मात्रै सीमित रहँदैन। त्यसले त पुरै समुदायको स्वास्थ्यमा कस्तो दूरगामी र सकारात्मक प्रभाव पार्छ होला।